हेलो गाइज, आज चाहिँ म तपाईहरुलाई फ्री फायरमा कसरी लगइन गर्ने र के गर्नुपर्छ र त्यसको लागि के गर्नुपर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। सबसे पहिला चाहिँ तपाईको यहाँनिर मोरमा थिच्दाखेरि यहाँनिर एउटै सिङ इन विथ बीके आइडी र सिङ इन विथ यो एक्स भन्ने अप्सनबाट आउँछ र एक्स्ट्रा साथै यहाँनिर गुगल अकाउन्ट भन्ने पनि आउँछ र तपाईले चाहिँ गुगल अकाउन्टमा थिच्नुपर्ने हुन्छ। मेरो चाहिँ यहाँ गुगल अकाउन्ट अप्सन देखाइरहेको छैन कि मोबाइलको कारणले। मेरो चाहिँ फेसबुक अकाउन्ट हो र म चाहिँ यहाँ गेस्ट अकाउन्ट बनाएर देखाउन गइरहेको छु। तपाईले गुगल अकाउन्टमा थिच्नु, मैले जसरी यहाँ गेस्ट अकाउन्टमा थिचे जसरी। अनि यस्तो गरेपछि सबसे पहिला तपाईको अगाडि यस्तो आउँछ। अनि केलीले भन्छ यहाँ नाम लेख्नु भन्छ। तपाईले लेट्स गो नगर्ने, फर्स्टमा नाम लेख्नु पर्ने हुन्छ। नाम लेख्नुस्, आफूलाई मन पर्ने लेख्नुस् न, केही लेख्नु मन छ लेख्नुस्। यस्तो केही नाम लेख्नुस्, अनि त्यसपछि गर्नुस्। अनि यहाँनिर मिलेन भन्छ। यो तपाईले यो निकनेम अलि यो मिलेन हुन्छ, तपाईले मिलाउनु पर्छ। हल्का यसरी मिलाउनु हैन, मिलेन। के राख्दिउँ भने यो राख्नु, यो पनि मिलेन। मिलेन मतलब नि यो डिजिटहरु मिल्दैन र यस्तो नाम अरु भइसकेको हुन्छ, त्यही भएर मिल्दैन। अनि यो नाम त कसैको छैन होला, छ मेन शेर्पा राखौँ त। हो, यो छैन। र मेरो चाहिँ मैले चाहिँ यो यसरी नाम राखिसके हैन। अब तपाईहरुले चाहिँ यहाँ देखाउँछ सबसे पहिला तपाई चाहिँ फर्स्ट टाइम खेलेको हो कि सेकेन्ड टाइम हो कि यो थर्ड टाइम हो, तपाई चाहिँ खेलिसक्नु भएको छ कि भर्खर खेल्दै हुनुहुन्छ कि नयाँ हो कि भनेर हुन्छ हैन। मैले चाहिँ खेलिसकेको छु। अनि तपाईहरुले चाहिँ भर्खर नयाँ हो भने चाहिँ यसमा थिच्दा हुन्छ तपाईहरुले। अनि अब ठिकै आउँछ फ्री फायर भने चाहिँ बिचमा थिच्दा हुन्छ। र अब आइसक्यो आउँछ नै भन्यो भने चाहिँ तपाईले यसमा थिच्दा हुन्छ। मैले थिचे यसरी। र तपाईहरुले फर्स्टमा भर्खरै खेल्न सिक्नुहुन्छ, यहाँ हेर्नु तिमीले तपाईहरुले चाहिँ यहाँनिर थिच्दा हुन्छ। यो फर्स्टमा गरिदियो भने चाहिँ के हुन्छ, सेकेन्डमा गरिदियो भने चाहिँ के हुन्छ भने हामीले फर्स्टमा देखाएकोमा थिच्यो भने चाहिँ तपाईहरुलाई सबै सिकाइदिन्छन्। र हामीले लास्टमा थिच्यो भने चाहिँ तपाईले खेल्न आउँछ भनेर अलरेडी एउटा अकाउन्ट बनाएर सबै गरेर दिन्छन्। अनि मैले आफ्नो अकाउन्ट खोलिसकेको छु। मेरो चाहिँ यो भइसक्यो। अनि अब तपाईहरुले युआइडी सर्च गर्नु छ भने यहाँनिर हेर्नु त, यहाँनिर मान्छे भएको ठाउँ छ नि, हो यहाँनिर मान्छे भएको ठाउँमा यस्तो थिच्ने। अनि तपाईलाई फ्रेन्ड रिक्वेस्ट आयो भने यहाँनिर आउँछ, आयो भने यहाँनिर आउने। यहाँनिर मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ भने यहाँनिर आउँछ। तपाईले टिक गर्ने अनि फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट हुन्छ। अनि तपाईले यहाँनिर के रे युआइडी सर्च गर्दा हुन्छ। जस्तै कि मेरो 8532826917 यसरी सर्च गरे भने यो चाहिँ मेरो पुरानो अकाउन्ट हो। अनि यो चाहिँ मेरो ब्ल्याक लिस्ट गरिसकेको छ गरिनाले। हो यसरी आउँछ आइडी। अनि तपाईले अनलाइन देखाइरहेछ त है, यसरी फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुनेछ। र यसरी फ्रेन्ड रिक्वेस्ट पठाइसकेपछि अनि तपाईको यहाँनिर आउँछ। जस्तै मैले भर्खरै पठाएँ, जसरी पठाएँ भने तपाईको यहाँनिर गएर यहाँनिर आउँछ, तपाईको यहाँनिर आउँछ। यहाँनिर थिच्नुपर्छ तपाईले, यहाँनिर आउँछ। अनि त्यसपछि तपाईको यहाँनिर देखाउँछ साथीहरु, जस्तै कि यहाँ देखाइरहेछ। अनि यसरी थिच्यो भने तपाईको ग्रुपमा आउँछ। र ग्रुपमा आइसकेपछि अनि तपाईले चाहिँ मेसेज गर्नु पर्यो भने चाहिँ यहाँनिर छ, यहाँनिर थिच्नुपर्ने हुन्छ। यहाँनिर झन्डा भएको ठाउँमा हैन, यतापटि मेसेज भएको ठाउँमा टक्क यहाँ थिच्नुहुन्छ। अनि तपाईको यहाँनिर जस्तै कि यहाँनिर वर्ल्ड छ, अनि यहाँनिर रिक्वेल छ, गिल्ड छ, फ्रेन्ड छ नि हैन। तपाईको यहाँ टिम भन्ने एउटा अप्सन हुन्छ, यहाँनिर टिम भन्ने टिममा थिच्नु। टिममा थिचेपछि एउटा यस्तै मेसेज हो, यस्तो खालको मेसेज आउँछ। तपाईले जे मेसेज गर्दा पनि यसरी मेसेज गरेर सेन्ड गरेपछि यहाँनिर सो गर्छ, अथवा यहाँनिर सो गर्छ, यस्तैमा सो गर्छ। यति हो। अनि यसरी खेल्दा हुन्छ तपाईहरुले। धन्यवाद।